हाई एभ्रिवान। काठमाडौँमा रहेको लिङ्ग भैरवी देवी मन्दिरको बारेमा त सबैले सुन्नुभएकै होला होइन र। काठमाडौँकै बसाइ अनि फर यू पेजमा एभ्रिडे रिल्सहरू आइरहने एकदमै जानु मन लागेको थियो मलाई पनि, तर कता हो कसरी जाने भन्ने आइडिया नै थिएन। फाइनली साथी आयो कोहलपुरबाट, अनि कतै घुम्न जाउँ न भनेर प्लान बनाउँदा ठ्याक्कै लिङ्ग भैरवी देवीको याद आयो। अनि हिँड्यौँ हामी त चाबेलबाट। हामी चाहिँ मध्याहमा गएका थियौँ। सुरुमा आइडिया नै थिएन कता जाने कसरी जाने भनेर, अनि हामी चाहिँ ट्याक्सी बुक गऱ्यौँ। अनि यो त रिङ रोडमै रहेछ, वसुन्धरा चोकबाट अलिकति अगाडि ओमोडा सोरुमको जस्ट अपोजिटमा रहेछ। काठमाडौँको बिचमै रिङ रोडसँग जोडिएको यस्तो हरियाली अनि शान्त ठाउँ पनि होला भनेर मैले कल्पना पनि गरेको थिएन। सुरुमा हामी मन्दिरभित्र दर्शन गर्न गयौँ अनि आधा घन्टा जति बसेर ध्यान गऱ्यौँ। सद्गुरुले लिङ्ग भैरवी देवीलाई मानव जीवनमा प्रेम, करुणा, साहस र समृद्धिको ऊर्जा जगाउने उद्देश्यले प्रतिष्ठा गर्नुभएको रहेछ। मानिसहरू यहाँ धन, स्वास्थ्य, सम्बन्ध, मानसिक शान्ति र आध्यात्मिक उन्नतिका लागि प्रार्थना गर्न आउँछन्। यहाँ सच्चा श्रद्धा र समर्पणका साथ देवीको स्मरण गर्दा मनमा आत्मविश्वास, स्थिरता र सकारात्मक सोच बढ्छ भन्ने मान्यता रहेको रहेछ। धार्मिक आस्था जे जस्तो भए पनि यो स्थानको शान्त र हरियाली वातावरण, सुन्दर वास्तुकला, आध्यात्मिक ऊर्जा अनुभव गर्न मानिसहरू यहाँ आउँछन् जस्तो लाग्छ मलाई चाहिँ। अझ पूर्णिमाको दिन त विशेष हुन्छ रे। हामी पनि दिउँसो पख गएका थियौँ, केही फोटो भिडियो क्याप्चर गऱ्यौँ अनि एकछिन चिसो हावा खाँदै गफ गर्दै बस्यौँ। मैले यहाँ वरपर यो मिराकल अफ माइन्डको बोर्डहरू धेरै देखेँ कि। अनि आई वान्ट टु सेयर यु वान थिङ है, मेडिटेसन हाम्रो लागि एकदमै इम्पोर्टेन्ट छ नि त। अझ हामी मध्ये कतिजना त मेन्टल हेल्थसँग लडिरहेका हुन्छौँ। ईशा फाउन्डेसन र सद्गुरुले इनिसिएट गर्नुभएको रहेछ यो एप चाहिँ। दिस इज वान अफ द बेस्ट एन्ड इजी मेडिटेसनल एप के। धेरैको बानी हुन्छ नि त, मेडिटेसन गर्नको लागि समय नै मिल्दैन, अल्छी लाग्छ भन्ने हुन्छ। तर यो एपमा जस्ट 7 मिनटमा यु क्यान ट्रान्सफर्म योर सेल्फ के। अझ अहिले त नेपालीमा पनि आएको रहेछ कि। यो एप बिगिनर फ्रेन्डली पनि छ। मैले चाहिँ हाम्रो ओसिन चिटौलाको टिकटक भिडियो हेरेर यो एप डाउनलोड गरेर यही एपबाट नै मेडिटेसन गर्दै आइरहेको छु। हजुरहरू पनि आजै डाउनलोड गरेर प्र्याक्टिस सुरु गर्नुहोस् है त। एट लास्ट यो चाहिँ मैले फर्स्ट टाइम भ्लग बनाएको है। यदि मन पर्यो भने लाइक अनि सब्सक्राइब गरिदिनु होला। एन्ड थ्याङ्क फर वाचिङ माई भिडियो है।